दही चाहिँ ल्याइएन के रे घिउ नमस्कार छ आयो है सम्धिज्यू हिँड्नै पर्छ बेलै साइड पारेर आउनु भयो कति रात पारेर यति राम्री कन्यालाई हात पार्या छोरो कालो भएर रात पार्या मध्यराती ध्यान अन्त गएन चस्मा भयो ज्वाइँ साहबको लौरी चाहिँ भएन यत्रो बेरसम्म बसे मन बानेर जान पर्यो एक सर्को तानेर चुइकम खाँदै केटी थिम्जा बाबु खानी भनी लुकेर खा बाबु हे मलाई हेर्दै लजाइ झैँ बाँकी छ बेहुली आफै भान्सामा गएकी छ हे बल्ल तल्ल यसपालि बेभाको हाम्रो ध्वासे फुरफुर छ के भएको हे कस्तो इज्जत हो कस्तो ठामा सगुन पनि देख्दिन ए आमा हे मन दुखाए यहाँ ऋतु आएर सक्यो सगुन बाटैमा खाएर ए हामीले सगुन उसैलाई बोकाको रहेछ टाटे बेसरी बोकाको हे बल्ल खाए अलपत्र परे मलाई सगुन बोकाएर भुल गरे मलाई पनि लाथेन जातिनी मक्खै परी हजुरकी नातिनी हे हेरिरहेछु कस्तरी मैलेको हेलो सानो यो माला कहिलेको हे केटकेटी छ मनमा नै गुनी छ भाडा कुटी खेल्दा नै उनी छ किन खोट लगाउँछस् मालालाई धन्न स्वीकार गरियो छालालाई हे माला हेरे नपर्नुस् दङ्ग सुहाउने छ हजुरको रूपसँग हे माला देखे नजिकै आम त तिमीले मलाई लाउँछौ कि मैला ए साह्रै राम्रो छ क्यारे बरमाला यही लाउँछौ कि लगाइदिन्छौ घरमालाई भन्न पनि नमिल्ने आमालाई कस्तो कस्तो लाको छ बामलाई हे छोरी त हौ अर्कै घर खानी लाइदेऊ माला केही लाजै नमानी यता आइदेऊ लाइदिन्छु म माला खस्न सक्छ राम्ररी समाला बजाउनु सबैजनाले मङ्गलम विष्णु पुण्डरी काछे मङ्गलम तनुहरि मङ्गलम ओहो ल कालेर हाम्रो गोरीको विवाह सही नसही पनि हामी सुसम्पन्न गर्दैछौँ बिभाइसक्यो नजिकै आऊ है त घुम्टो ल्याथे मिलाएर आफ्नो पन्जना छ घुम्टो फेरि डुङडुङती गना छ बिहा रोक्ने कुन चाहिने काकी हो हाम्रो त सबै भइसक्यो तपाईँ को हो अब हाल्न सिन्दुर मात्रै यता सिन्दुर हाल्नलाई थालेको घरमा पनि बुढी छ कालेको बिचमा बिहे भाँड्दिनी कस्ती यो को हो सम्धि किचकन्ने जस्ती पछि मलाई एकदम रिस उठ्यो हे अब यसको फुस्किन बाँकी हो ड्याडी कपडा हेर्नुहोस् कसरी लाग्यो
भन्न भन्यो खै कहाँ छ ओडा त सम्धीले चाहिँ टेकी छौ गोडा को हौ तिमी खोजेको न्यु फेरि जिम गएको दुख्या छ जिउ फेरि धाते ओखरा यिनी काकी कराउँदै आउँछिन् अर्नी देउ त एक गिलास सुप लाउँछिन् दाँते हे भनौँ भने मान्छौ कि शर्मा बुहारी मात्रै ठिक रहेछ यो घरमा हुन् कि माया छोरीलाई कम दिने सम्धी मात्रै रहेन छिन् सम्धिनी दाँते ओखरा ए ससुराबा तिमीलाई किन चाहियो हार्मोन हे सधैँ सम्झी ड्याडी त रहिसिन्छ हाम्री मम्मी बाल्टी मोड भइसिन्छ अब यस्तै है अमेरिकाको नाम हामीलाई केटा त्यहाँ पृथ्वी चोक पनि त हुनु पायो है हे सम्धी दुखी दुलैको कमीले बाल्टिमोरमा जोइ साप के गर्छिन् मम्मीले धाते ओखरा कुल खानदानको इज्जत नघटा हो यो मैलाई यहाँबाट हटा एकछिन बोले भाटाले सेकाउँछु यो बाउलाई बाल्टी मोड देखाउँछु हे चिनाउनलाई गाह्रो भोको भनी माला खोला यही चाला हो भनी धाते ओखरा हे किन हजुर हेर्नुभयो माला हामीले माला खोल्दैनौँ ज्यान हे बोकाइ दुलाई लैजानी भए सम्धी हजुर हजुर बाउ कहाँ गए ए घर जाऊ छिटो भनेको टेर त तिम्रा बुढा आइपुगे हे आइछ बुढी जन्ती सारी सारा मोलको भारी दोबाटा बिसार तिमीले फेरि थाहा पाउँछौ सासैले मासु खानी आकी हुम आसैले धाते ओखरा हे देख्न साथै मुर्कीले दिउँ जस्तो केटो कुन हो बिचको हिउँ जस्तो हे भए पनि काला र गोरा हाम्रो लागि हिरा हो यो छोरा हे ल्याइछौ दुला आफैलाई खोट्ला र स्कुलको पाइन्ट कलेजको कोट्ला मेरो बाबु बेहुला भई अन्माको बेगरेकै वर्षमा जन्माको हे मन पराइछे मलाई के बात थियो र ज्वाइँ जन्मिँदा औँसीको रात थियो र धाते ओखरा यति राम्रै तारोको छोरा मलाई के बात थियो र ज्वाइँ जन्मिँदा औँसीको रात थियो र धाते ओखरा यति राम्रै तारोको छोरा यति राम्रै तारोको छोरा यति राम्रै तारोको छोरा हे जान्छौँ पनि होला हे हिँड सानो मलिन आएको हो तिम्रो बाउले के खोजिरहेको